ढिलाहरू पुगेको छ र त्यसको लागि विद्यालय परिवार समाप्त भएको छ यहाँसँग समाप्त भएको छ र अब ढिला नगरी म आजको हाम्रो यस कार्यक्रमलाई अगाडि बढाउन निम्ति भएको छु। आसन ग्रहणलाई बाहरी जानकारी पनि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। Mutual trust among the parents and giving each money. And the money is not actually good for this. इंग्लिश मीडियम स्कूल हार्दिक स्वागत गर्दै सम्पूर्णमा न्यानो नमस्कार तपाईँ आजको यस विशेष कार्यक्रम अभिभावक भेला विशेष त प्री बेसिक लेभल फ्रम क्लास नर्सरी टु क्लास 1 मा उपस्थित सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू यस कार्यक्रमको शुभारम्भ Robot Skill Development Nepal CEO आदरणीय साथीहरूमा आजको यस कार्यक्रममा बच्चाको लागि छुट्टै पढ्नलाई भनेर हामीले कार्य कक्षा हाम्रो स्टडी रुम बनाउन सक्यो हामीले पनि आफ्नो अवस्थाले साथी तिरासी सालमा विद्यालय सञ्चालनमा आए पश्चात हामीको जुन नाना गाउँ हामी 100% राइट छैनौँ हामीले गरेका सबै कुराहरू सही नहुन पनि सक्छ हुन्छ कि एक खालको प्रोग्राममा हामीबाट भएका गल्तीहरू पनि हामीले सुधार्नुपर्छ जुन कुरा जसले हामी गल्तीहरू छ भने पनि त्यसलाई अरूबाट अप्ठ्यारो नमानेर हामीलाई कुराहरू दुवै बारेमा यदि तपाईँहरूको किनभने एक दिन बिगाउँदाखेरि त बच्चाले घरमा के खालको एक्टिभिटी गर्नुहुन्छ भने ओइल लगाउँछ अझ 2 दिन बिगाउँदा त पढ्नेको त बच्चा स्कुल आउनै मान्नुहुन्छ बच्चा अब यसको निकास कसरी गर्ने यसको गर्दा विशेष त माध्यमिक क्लासहरूको कोर्सहरूमा समस्या देखिरहेका छ र उसले गर्नु पोसाएको हाम्रो विद्यालय प्रशासनको स्टाइलको एउटा ब्रान्डेड हामीले बाहिर हाम्रो दोस्रो बेलको वालमा चम्काएको के छ भने तपाईँले घरको फाइदा लिनुहोस् अधिकतम फाइदा लिनुहोस् त्यो भएर बच्चाको क्रिटिकल अवस्था र दृष्टि हो भने यतातिर बच्चाले होमवर्कको लागि मोबाइल माग्यो कि अनि हामीले गरेको होमवर्कको लागि मोबाइल माग्नुपर्ने जरुरी नै छैन केका लागि माग्नु भने सबै चिजहरू तपाईँको लेसनमा त्यहाँ हुन्छ मलाई खुसी लाग्यो केही मध्ये यहाँ प्यारेन्ट्स गएर
के कारणले विद्यार्थीहरू हाम्रो समाजको कोरडुनमा गर्छ के साँच्चै नै हामी सक्षम हुन सकेनौँ त कोरडुको विद्यालय जतिको अफोर्ड हुन सकेनौँ त कोरडु जतिकै रिजल्ट ल्याउन सकेनौँ त हामीले भन्ने कुराले हामीलाई सधैँ हिट गर्छ कि हामी मात्रै यो छन् यी टिचरहरू हिँडेर कहाँ पाउनुहुन्छ के भन्छ नेपालीमा नजिकको देख्दा हेर्ला कि विश्व गभर्मेन्टमा चुनाव दोकाइदिन नपाएको बच्चाको अगाडिबाट चाहिँ टिचरलाई नभन्दैन किनभने त्यो बच्चाले केयर गरेन क्या त्यो टिचरलाई पछि तपाईँलाई कुनै कुराले हेरचेक गरेर आयो पढ्ने कुरा सोध्यो जान्दैन अलि यता 5 चोटि उठेर आयो भने टिचरलाई 20 चोटि उठाउनु भन्छ अनि पहिला टिचरलाई नसोध्दा कस्तो मार्क्समा हाम्रो बाजे तपाईँले 20 चोटि पर्सनलाइजिङ एउटा बच्चाले भन्नु पहिलासम्म के गर्नु भनेर सोध्दैन रियालिटी कुराहरू दुःख अब आउने सन्डे होइन कति बजे पर्छ त्यस दिन स्कुलमा स्कुल टिचरहरू स्कुलको स्टाफ छोडेर आउँछ जो बच्चाहरू आउनुहुन्छ उहाँहरूलाई केही न केही सिकाएर 3 बजे पठाउँछौँ केही बसिसक्नु भएको थियो योभन्दा अगाडि पनि मेरो कार्यक्रममा केही नयाँ आह्वान पनि हुनुहुन्छ अहिले जति समस्या आयो नि त्यो समस्या बच्चाको होइन यो समस्या अभिभावक बच्चाले झुटो बोल्यो बच्चाले होमवर्क गर्न मानेन बच्चाले जिद्दी भयो बच्चाले खाना खाएन होइन बच्चाले फेरि खायो गाँजा खायो प्रेममा फस्यो भन्नु भएको थियो नि समस्या बच्चामा छैन बच्चाले झुटो बोल्यो त्यसैले मोबाइल अफ गर्नु होला है पहिलो सबभन्दा बढी बिगार्ने भनेको आज घर बिगार्ने छोराछोरी बिगार्ने श्रीमान बिगार्ने श्रीमती बिगार्ने भनेको मोबाइल जस्तो यी नानीमा अहिले म यो नानीको अनुहार हेरेर म सबै कुराहरू हस्पिटलमा जन्मिनु भयो कि उहाँ चाहिँ उहाँको जन्मिनु क्लास टिचरको नाम तपाईँहरूले चार गाउँका कुरा यो अनुहारलाई थाहा छ यो अनुहारलाई थाहा छ कुरा काट्न छिमेकीका फलानुको तर छोराछोरी बालिसमा गर्दै पढाउँछ थाहा छ बेहोसमा जन्माएछौँ बेहोसमा ल्याएर होसमा जन्माएको सब सिकाउनु भयो यतिसम्म लाग्छ आज बिहानै मदनचोकमै हुने आमा हुँदै 5 गति गर्नुभयो मेरो परिवार खुसी परिवार जय बाबा गणेश भनेको गर्ने गर्दै जानु गर्दैन हो टाउको मात्र राख्नु कान मात्र राख्नु गाला मात्र राख्नु गाला भने नाक भने मैले भनेको गर्नु भन्दा भन्दै मैले जे गरे त्यही गर्नु भन्ने भएन ओ बच्चाले पनि भनेको केही गर्दैन हजुर तपाईले जे जे गर्नु केही गर्छ अघि हैन अब खाना बाट्नु बुढाबुढी बोल्दैनन् अनि छोराले हुलाली मिलाएर खाइजाइन यहाँ जा तेरा बालाई बोला तेरा बाबको मन हेर्ने मन त छैन जा बोला अब जान्छ छोरो बा आमाले खाना खाना आउने अरे फेरि आमाले पकाएको खाने मन त छैन कसले आगो बारे एउटा शब्द भनिदिनुस् छोरा छैन आमाले बोल्यो होइन घर बोल्यो भने मलाई भन्नु होला कार्यक्रम सबै समातेर आएको यहाँ सुकाएर भन्नुभयो बाबु मपेश कलेजतिर आमा पनि रोगी छ म पनि रोगी छु अब केही पनि बाँच्दैन बुढो हुनुभयो आमा म एउटा चिठी पढ्दैछु आश्रमबाट पठाएको चिठी कि आमाले कहानी आमाले आफ्नो छोरालाई पठाएको चिठी पढ्दैछु मेरो प्यारो छोरा आमाको चिठी
भएको छ है बरु तानिन्छु भनेर एउटा हातको तानेर तानिदिएको बाबु तिमीलाई मैले आँखा दिँदा म कानी भएको बाबु माया मन गरेर आश्रममा ल्याए बुवाले किनेर ल्याइदिएको मदन चोकबाट रातो कपडा मैले लुकाएर ल्याएको छु आश्रममा त्यो ज्ञान आउँदा त्यही कपडा खोल्छु यसुनीमा त तैँले मलाई आश्रममा राखिसकेको थियो आमा बनाएर राख्नुभयो म आश्रम पुऱ्याउनको लागि गइदिउँ कि थिएँ अहिले त नाति नातिना भएर ठुला भएर स्कुल पढ्दैछन् अरे राम्रा राम्रा साथीलाई नभएको के कारण पढ्ने राम्रा भएका राम्रै बच्चा देख्ने अब यो पाँचैले होला जस्तै गरेर साइडी आउन आउला गर्नु सक्दैन हुन्छ भयो भन्नुभयो हुन्छ हुन्न किन हुन्न भने श्रीमानले विवाह गर्दा स्वयंवर गर्दा गए प्रेमिकालाई देशलाई प्रधानगीलाई चिनेर भनिन्छ यसरी हुना टेकेर गुलाबको सूचना दिएर प्रेम कस्तो छ मिठो छ हजुर